यदि तपाईको पनि ई-सेवा आइडी ब्लक भएको छ भने आजको यस भिडियो अन्तर्गत रहेर यस्तो टाइपको टेम्पोररी ब्लक ई-सेवा एकाउन्टहरुलाई कसरी खोल्ने अथवा तपाई वर्षौं पुरानो है तपाईसँग ई-सेवा एकाउन्ट छ जसको चाहिँ ट्रान्ज्याक्सन नै ब्लक भइसकेको छ जस्तै कि स्क्रिनमा पनि हेर्न सक्नुहुन्छ हो यस्तो टाइपको ब्लक एकाउन्टहरु कसरी खोल्ने आजको यस भिडियोमा रहेर म तपाईलाई यसकै कम्प्लिट जानकारी दिन गइरहेको छु स्टेप बाइ स्टेप अन्तिमसम्म हेर्नु होला भिडियोलाई लाइक च्यानललाई सब्स्क्राइब र एउटा छोटो मिठो कमेन्ट चाहिँ अवश्य पनि गर्नु होला अब यसको लागि साथीहरु तपाईहरु के गर्नुस् भने तपाईहरुले आफ्नो ई-सेवा एप्लिकेसनलाई ओपन गर्नुस् र माथि यहाँनिर तपाईकोमा लगइन भनेर देखाउँछ के यसमा क्लिक गर्नुस् र लगइन पेजमा आइहाल्नुस् यो एरोमा क्लिक गरेर तपाई आउन सक्नुहुन्छ है अब तपाईको आइडी यहाँनिर ब्लक भएको छ भने सिधै तपाईहरु यहाँनिर के गर्नुस् भने यहाँनिर एउटा फर्गेट एमपिन भन्ने हुन्छ है टेम्पोररी ब्लक भएको छ भने यो फर्गेट एमपिन भन्ने अप्सनमा तपाई क्लिक गर्नुस् तपाईको अगाडि एउटा यस्तो टाइपको इन्टरफेस खुल्छ र यहाँनिर तपाईले आफ्नो त्यो नम्बर दिनुस् जुन नम्बरको ई-सेवा तपाईको ब्लक भएको छ सिम्पली मैले आफ्नो नम्बर दिए र म प्रोसिडमा क्लिक गर्छु अब यहाँनिर तपाईको अगाडि एउटा यस्तो टाइपको अप्सन खुल्छ है अब यसमा चाहिँ तपाईलाई भेरिफाई गर्न भनिरहेको छ नम्बरबाट तपाई प्रोसिड टु सेन्ड एसएमएस भन्ने अप्सन हुन्छ त्यसमा क्लिक गर्दिनुस् त्यसपछि यहाँनिर तपाईको मेसेज बक्स ओपन भइहाल्छ है अब मेसेज बक्स ओपन हुन्छ अब तपाईको मोबाइल फोनमा दुईटा सिम छ भने तपाईको कुन सिममा तपाईको ई-सेवा छ हैन भनेको त्यो सिममा अलिकति ब्यालेन्स राख्नुस् किनभने यहाँनिर हाम्रो मेसेज जानेवाला छ अब तपाई के गर्नुस् भने सर्वप्रथम त सिम चेन्ज गर्नुस् कुन सिम हो सिम 1 सिम 2 के हो यो चेन्ज गर्न पनि इजी छ के माथिकै अप्सनमा तपाईले क्लिक गर्नु भयो भने यहाँनिर तपाईलाई देखाइदिन्छ के सिम स्विच गर्ने अप्सन जस्तै कि मेरो एनटीसी मा छ है म स्विच गरेर यसलाई चाहिँ एनटीसी मा गरिहाल्छु र नमस्तेको यहाँनिर हेर्न सक्नु आइसकेको छ म एसएमएस यहाँनिर सेन्ड गर्दिन्छु अब यहाँनिर उताबाट तपाईलाई एउटा रिप्लाई आउँछ तपाईहरु हेर्न सक्नुहुन्छ यसमा चाहिँ तपाईलाई एउटा पिन दिन्छ एमपिन अब यो एमपिनलाई तपाईले कपी गरेर सिधै यहाँनिर तपाईहरु ब्याक गर्नुस् अब कुनैमा कस्तो हुन्छ भने तपाईको पिन चाहिँ अटो फिल भइहाल्छ के जस्ट अलाउ गर्दिनु भयो भने ई-सेवामा आफै यहाँनिर फिल भइहाल्छ नभए तपाईले यहाँनिर म्यानुअली टाइप गरेर पनि जुन तपाईले कपी गरेको पिन थियो नि त्यसलाई म्यानुअली टाइप गरेर पनि यहाँनिर राख्न सक्नुहुन्छ पिन राखेर भेरिफाई एन्ड सबमिटमा क्लिक गर्दिनु भयो भने उताबाट तपाईलाई नयाँ पिन क्रिएट गर्ने एउटा अप्सन आइहाल्छ अब यसमा चाहिँ तपाईले नयाँ पिन बनाउनुस् है सो नयाँ पिन 4 अङ्कको पिन बनाउनुस् र कन्फर्म गर्दिनुस् सो यहाँनिर तपाईको पिन चाहिँ क्रिएट भइसकेको छ फेरिबाट तपाईलाई ई-सेवाको होम पेजमा रिडाइरेक्ट गरिदिन्छ अब माथि चाहिँ आफ्नो ई-सेवा आइडी को नम्बर दिनुस् तर तल चाहिँ तपाईले आफूले बनाएको जुन नयाँ एमपिन हो त्यो एमपिन राखेर तपाईहरु लगइनमा क्लिक गर्दिनु भयो भने तपाईले एकदमै इजी तरिकाले लगइन गर्न सक्नुहुन्छ सो यो थियो साथीहरु एउटा सिम्पल तरिका जसमा चाहिँ तपाईको टेम्पोररी ब्लक भएको ई-सेवा एकाउन्टलाई कसरी खोल्ने त्यसको मैले तपाईलाई तरिका सिकाए अब तपाईको यहाँनिर ट्रान्ज्याक्सन नै ब्लक छ धेरै दिनदेखि तपाई ई-सेवा ओपन गर्नु भएको छैन जसको कारणले तपाईको ट्रान्ज्याक्सन नै ई-सेवाले ब्लक गर्दिएको छ भने त्यस्तोलाई पनि तपाईले अनब्लक गराउन सक्नुहुन्छ है अब यसको लागि तपाईहरु के गर्नुस् भने सर्वप्रथम टाइम पिन रिसेट गरेर लगइन गरिहाल्नुस् र तपाईलाई सुरुमै देखाइदिन्छ के यदि तपाईले वर्षौं पुरानो ई-सेवा एकाउन्ट खोल्दै हुनुहुन्छ भने ई-सेवाले तपाईलाई फेरिबाट केवाइसी गर्न लाउँछ के सो यसको लागि चाहिँ तपाईले के गर्नुस् भने तपाईको ई-सेवामै देखाइदिन्छ है तपाईलाई भन्छ केवाइसी गर्नका लागि नभए तपाईले मोडमा गएर पनि निकाल्न सक्नुहुन्छ है मोडमा जानु भयो भने त्यहाँनिर तपाईको प्रोफाइल देखाउँछ प्रोफाइलको तल लेखेको हुन्छ ट्रान्ज्याक्सन ब्लक जस्तै कि मेरो यहाँनिर लेखाइराको छ है तल यहाँनिर मलाई भनेको पनि छ भेरिफाई यो केवाइसी यसमा क्लिक गर्नुस् र यहाँनिर तपाईको अगाडि एउटा यस्तो टाइपको इन्फर्मेसन खुल्छ है जसमा चाहिँ केवाइसी स्ट्याटस देखाउँछ के तपाईको यसमा चाहिँ गर्नुपर्छ कन्टिन्युमा क्लिक गर्नुस् र जे इन्फर्मेसन छ नि तपाईको रियल इन्फर्मेसन जुन नागरिकतामा छ त्यो सबै इन्फर्मेसनहरु तपाईले यहाँनिर फिल गर्दिनुस् है सबै इन्फर्मेसन फिल गर्दिनुस् त्यसपछि तल आएर चाहिँ तपाईले सेभ एन्ड कन्टिन्युमा क्लिक गर्दिनुस् तपाईको यहाँनिर फेरिबाट केवाइसी को लागि यहाँनिर सबमिट भइहाल्छ त्यसपछि 24 घण्टा नभए तपाईले डाइरेक्ट कल गरेर पनि भन्न सक्नुहुन्छ 24 घण्टा पछि आएर खोल्नु भयो भने तपाईको केवाइसी जोस भेरिफाई भइहाल्छ र तपाईको जुन ब्लक ट्रान्ज्याक्सन छ नि त्यो पनि यहाँनिर क्लियर भइहाल्छ जस्तै कि तपाईले अहिलेको मेरो अवस्था हेर्न सक्नुहुन्छ मेरोमा चाहिँ यो पनि भइसकेको छ अब यो गर्दाखेरि तपाईले कुनै समस्या आइराछ भने ई-सेवाको कस्टमर केयर छ के त्यहाँ फोन गरेर त्यहाँबाट पनि तपाईले फोनबाट पनि गराउन सक्नुहुन्छ आई होप तपाईले सबै कुरा बुझिसक्नु भएको होला ई-सेवा यदि ब्लक भयो भने त्यसलाई अनब्लक कसरी गर्ने केही काम लाग्ने युजफुल भिडियोजहरु स्क्रिनमा देखाइराछु यो सब भिडियोलाई पनि हेर्नु होला एकदमै काम लाग्ने छ तपाईलाई एकदमै युजफुल हुन सक्छ धेरै काम लाग्ने भिडियोजहरु चाहिँ चेक आउट गर्नु होला थ्यांक यू सो मच